150 ग्राम भन्दा बढी ल्याउन पाइँदैन यदि बाहिरबाट ल्याउने हो भने। तपाईको हकमा तपाईँ जाँदाखेरि खोलेर जानुहुन्छ कि नै, अथवा जुन लाएर गइएको छ त्यही बिच पनि लाएर आउन जहाँसम्म लाग्छ यसरी दिँदैन होला एयरपोर्टमा, त्यो अवस्थामा कतिको तपाईँलाई गाह्रो? एकदम राम्रो प्रश्न गर्नुभयो। यो कुरा चाहिँ म आर्टिस्ट भएर मैले लाउन पाउनुपर्छ, अरूले लाउन पाउँदैन भन्ने अर्थमा होइन। यो सबैलाई लागू हुने नियम हो जस्तो लाग्छ। म एकचोटि एयरपोर्टकै तपाईँको भन्सारमै जुन सुनको कुरालाई गएर म त्यहाँको आधिकारिक व्यक्तिसँग, त्यहाँको प्रमुखसँग पनि कुराकानी गरेँ। म विदेश प्रोग्रामको लागि जाँदैछु, मैले यसो लगाउँछु, यो मेरो फेसन पनि हो, म सबै खोलेर जाँदा मेरो रूप रङ्ग नै फेरिन्छ कि भनेर उहाँलाई एउटा रिक्वेस्ट गर्दा पुष्कलजी तपाईँलाई हामी चिन्छौँ, तर भइदियो कस्तो भने यो नियम कानुनमा रहेर हामी पनि त्यही काम गर्नुपर्ने भएर हजुरले चाहिँ यसो गर्दा राम्रो होला भनेर मैले केही सुनहरू निकालेँ र केही 1-2 औँठी र मुन्द्राहरू चाहिँ मैले लगाएर गएको थिएँ। तर हेर्दाखेरि त्यो 2-2.5 तोलाभन्दा बढी चाहिँ थिएन। त्यो उहाँहरूको नियमअनुसार नै विदेश कार्यक्रममा जाँदाखेरि तपाईँ खोलेर जान्छु। हजुर, भनेको तपाईँलाई हामीले विदेश कार्यक्रममा देख्दाखेरि यो खालको फेसनमा देख्न पाउँदैन। यो यहाँ घाँटीको यो खोल्छु, मैले हातको यो चेन खोल्छु, अनि यो ठुलो औँठी खोल्छु होइन, नङ हुन्छ। अनि अरू फेसन गर्छु नि त, म गलामा अरू माला लगाउँछु, हातमा अरू लगाउँछु होइन। कहिलेकाहीँ त्यो लगाउँदा अझ राम्रो देखेको आफूलाई महसुस गर्छु। त्यो नै जस्तो अब यहाँ तपाईँलाई धेरै ठाउँमा भेटिन्छ, त्यस कारणले अरू प्रश्न भइरहेको छ, रिमाइन्ड नगर्नु होला। फेसनकै कुराहरू हो, यो फेसन वेयरमा छौँ हामी होइन नाङ्गलोमा। जस्तो तपाईँको फिल्म भनौँ न, लोकदोहोरी गीतबाट आइरहँदाखेरि धेरै गायकहरू नायक भइसकेका छन्। प्रकाश सपुतदेखि प्रकाश दुधराजदेखि नायक भइरहेछन्। तपाईँ पनि यो फेसनमा यति धेरै तपाईँको देखिनुहुन्छ, तपाईँ ह्यान्डसम पनि हुनुहुन्छ होइन। कतिपय फिल्मका अफर पनि गएका थिए अरे भन्ने सुन्नमा आएको छ। तपाईँको रुचि छ कि छैन फिल्मतिर खासमा? यस्तो छ, अब दुई तरिकाले हेर्छु म। रुचि नभएको पनि होइन, तर रुचि भयो भनेर म जसरी पनि यिनी आउमा फिल्ममा हिरो बन्नुपर्छ भन्ने सोच पनि म राख्दिनँ होइन। मान्छे जुन फिल्ममा भए पनि समग्रमा राम्रो काम गरेर यो समाजमा भेच्ने हो होइन। अनि दर्शक श्रोताको माझमा कुनै पनि एउटा कीर्ति छोडेर जानु नै राम्रो मान्छु म चाहिँ। तर यतिको हुँदै गर्दा सबै फ्यानहरूले, सबै मिडियाकर्मी साथीहरूले तपाईँ फिल्म खेल्नु न, हामी सपोर्ट गरौँ होला भन्दै गर्दा कता रहर लाग्नु र जाँगर चल्नु पनि स्वाभाविक पनि हो होइन। कहिलेकाहीँ अब म आफूले एउटा स्क्रिप्ट पनि तयार गरेँ, त्यही रहरले एउटा भनौँ न, अब त्यो ठाउँमा पुगिएन, लगानी गर्ने मान्छेहरू अहिलेसम्म हामीले त्यो खालको फेला पारेका छैनौँ। तर समयले त्यो माग गर्दै लयो भने कुनै दिन त्यो पनि होला। मुटु जलाइसँगै केन्द्रित छ अरे, यही टाइटलमा फिल्म बन्छ भन्ने पनि एक खालको हल्ला ठ्याक्कै मुटु जलाइसँग छैन, तर चाहिँ मेरो 2-4वटा गीतहरू त्यहाँ हाल्न मिल्छ होइन। र मैले नयाँ गीत पनि सिर्जना, त्यसको फिल्मको लागि भने सिर्जना पनि गरिसकेको छु र स्क्रिप्ट पनि तयार पनि छ। अब यत्रो मिडियामा फेरि कति ठुलो कुरा गर्यो भन्ने अर्थ लाग्ला, तर मैले बनाएको स्क्रिप्ट एकचोटि फिल्म बनाइरहने मान्छेहरूलाई हेर्नुभयो भने यो फिल्म बनाउनु त भन्नुहुन्छ जस्तो मलाई लाग्छ। र तपाईँको फिल्महरूतिर गीतहरू चाहिँ बनाउनु पऱ्यो भने, किनकि तपाईँका एकदमै मार्मिक गीतहरू हुन्छन् फिल्महरूमा। अहिले धेरै लोकगीतहरू पनि फिल्ममा देख्छौँ हामी होइन। हजुर, तपाईँले कुनै फिल्मको लागि गीतहरू तयार पार्नु भएको छ यदि परेको खण्डमा? मैले एउटा फिल्मको लागि नाम नखोलाउँ होइन, भर्खरै एउटा नयाँ फिल्म बन्दैछ। त्यो फिल्म छिट्टै नै फुलपातीतिर चाहिँ रिलिज गर्ने खालको कुरा पनि मैले सुन्नमा आएको थियो। एउटा दसैँमा एउटा गीत चाहिएको छ हामीलाई भनेर जानकारी चाहिँ पाएर मैले एउटा गीत बनाएको छु। र मैले उहाँहरूलाई भेट्नुपर्ने छ, रेकर्ड गर्नुपर्ने छ होइन। त्यो कुरा जहाँसम्म लाग्छ अगाडि बढ्छ कि भन्ने आशा छ। बढेन छ भने पनि अरू साथीहरूसँग कुनै बेला सहकार्य गरिएला होइन। कथाले जस्तो, फिल्मको कथाले जस्तो गीत सङ्गीत माग्छ त्यस्तो गीत सङ्गीत बनाउन सकिन्छ भन्ने मलाई लाग्छ। कुशल शर्माको चाहिँ जस्तो पुराना गीतहरूबाटै तपाईँले स्टेजमा बोलाइरहेछन् दर्शकहरू, र पछिल्लो पटक तपाईँ आफ्नै धर्मपत्नीसँग खेल्नु भएको म्युजिक भिडियो रहेको